एनबिए कप 2082 सुरु हुन जम्मा 5 दिन मात्र बाँकी रहेको छ। यद्यपि केही प्रदेशहरूले त आफूले सहभागी हुने भनेर दर्ता गरिसकेका छन्। दर्ताको मिति चाहिँ हिजो 5 गतेसम्म मात्रै बाँकी थियो एनबिएले भनेअनुसार। र आज बिहानसम्म जानकारी प्राप्त अनुसार चाहिँ अहिले त्रिभुवन आर्मी क्लब, आर्मल पुलिस फोर्स, साथै नेपाल पुलिस क्लब र गण्डकी प्रदेश जस्ता क्लबहरूले चाहिँ अहिलेसम्म दर्ता गरेको भने यकिन भएको छैन। अहिलेसम्म दर्ता भएको छैन। धनबहादुर भट्ट त्रिभुवन आर्मी क्लबबाट आउने कि नआउने भन्ने कुरा नेपाल पुलिस क्लब र त्यस्तै गरी एपिएफ ले पनि कुनै जानकारी पठाएको छैन र गण्डकी प्रदेशले पनि जाने बारे अन्यल रहेको छ। दर्ता मिति चाहिँ हिजो 5 गतेसम्म मात्रै बाँकी थियो र कुन कुन टिमहरूले दर्ता गरेनन् भन्ने विषय चाहिँ अहिलेसम्म दर्ता भएको छैन र चाहिँ एउटा कर्णाली प्रदेशबाट चाहिँ भलिबल प्रशिक्षण केन्द्र चाहिँ आउने कुरा पक्का भइसकेको छ र त्यो टिमले चाहिँ विदेशी 3वटा खेलाडीहरू, पाकिस्तानी खेलाडीहरू ल्याउने फिक्स भइसकेको छ र बाँकी अरू टिमले कहिलेसम्म दर्ता गर्छन् भन्ने कुराको पनि यकिन भएको छैन र आज साँझभित्रमा चाहिँ ती दर्ता गर्न बाँकी रहेका टिम, क्लब र प्रदेशहरूले चाहिँ साँझसम्म चाहिँ दर्ता गर्नेछन् अथवा चाहिँ जाने या नजाने चाहिँ आजको दिनमा चाहिँ लगभग तय गर्ने अनुमान लगाउन सकिन्छ र जानकारी पनि त्यही प्राप्त भएको छ। यदि आज साँझसम्म चाहिँ गण्डकी प्रदेश र अन्य विभागीय टोलीहरूले चाहिँ दर्ता गरे या गरेन भन्ने कुराको जानकारी म तपाईँहरूलाई यही पोस्ट मार्फत जानकारी दिनेछु र हिजोसम्म मात्रै दर्ताको दिन थियो हैन। अनि बाँकी कुरा चाहिँ लाइभ कताबाट हेर्ने, यो कुरा पनि धेरै अन्यलको विषय रहेको छ। हिजो पनि म तपाईँहरूलाई एमएसएम भिडियोबाट कसरी एनबिए कप 2082 हेर्न सकिन्छ भन्ने बारे भिडियो बनाएको छु, त्यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ र केही समस्या आयो भने चाहिँ तपाईँले कमेन्टमा भन्नुहोला, म तपाईँलाई त्यही अनुरूप बताउने छु। र अहिलेसम्म चाहिँ एमएसएम मात्रै ब्रोडकास्टिङ पार्टनर रहेको खुलासा भएको छ र अरू हाम्रो खेलकुद जस्ता ठुला युट्युब च्यानलहरूले चाहिँ अहिलेसम्म ब्रोडकास्ट गर्ने नगर्ने पनि तय भएको छैन। अझै सुरु हुन चाहिँ 5 दिन बाँकी छ। त्यो दिनसम्म चाहिँ सम्पूर्ण कुराहरू प्रक्रिया मिलेर अन्य टिमहरू पनि दर्ता भएर र लाइभ अपडेट चाहिँ युट्युबबाटै दिने भइयो भने चाहिँ त्यसको पनि जानकारी आउनेछ र अन्य कुनै ठोस जानकारी चाहिँ प्राप्त भएको छैन। अहिलेसम्मको जानकारी प्राप्त अनुसार चाहिँ त्यही हो, एमएसएम भिडियोबाट नै हेर्ने भन्ने कुरा आएको छ र बाँकी के हुन्छ अब म तपाईँलाई जानकारी गराउनेछु। च्यानलमा जोइन हुनुहोला। हस्त, धन्यवाद।